दाइ तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आएन। त्यो बेलामा दाइ तपाईँलाई टिकट नदिने हो भने मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ फेरि ढाँटे दाइ। दाइ अस्ति बिचमा पार्टी मैले भने केही नेताहरू एकदम सिन्सियरली लाग्नु भएको छ। निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरूप्रति सम्मान राख्छु, अरू पनि नेताहरू हुनुहुन्छ। तर केही नेताहरूले मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले जसले तपाईँको नेम प्लेट भन्न टालेछन् नि, दाइ तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाइ मलाई। हामीलाई मिलाएर पुग्छ भने दाइ अहिले तपाईँ सभापति नभइकन तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ झ्याक्कै एकैचोटि सबै कुरा मिल्छ। अदालत पनि मिलाइसकेका छौँ। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि त्यो पनि एकचोटि होइन 3 चोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भनिदिएँ दाइ। ढाँटे दाइ। त्यसैले मेरो तपाईँप्रति ठुलो सम्मान छ। मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ, श्रद्धेय सभापति पूर्व सभापतिजी हुनुहुन्छ। तपाईँले हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ। हाम्रो तपाईँका कतिपय कुरामा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन्, प्रश्नहरू थियो। मसँग पनि छ नि, मसँग यही राख्नुभएको छ पार्टीका नेताहरूले। भोलि म काम गर्दै जाँदै गर्दाखेरि कति छन् हुन्छ नि, यो हुने नै हो। तर यसले तपाईँले पुर्याउनु भएको योगदान, तपाईँले नेपालको डेमोक्रेसीमा गर्नुभएको सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाइँ, यी कुराहरूका सन्दर्भमा त्यसको महत्त्व त्यसलाई कम गर्दैन। अब त नेपाली कांग्रेस पार्टीले सधैँ यसलाई सम्झिराख्छ।